नमस्कार। म चाहिँ अब आज एउटा मुभी हेर्न गएको थिएँ। त्यसमा चाहिँ अब आफूलाई लागेको कुरा रिभ्यू भन्दा नि आफूलाई लागेको कुरा चाहिँ केही सेयर गरौँ भनेर आएको। मुभीको नाम चाहिँ थियो वरिष्ठ बलराम भन्ने। तर मुभी कस्तो खालको भन्ने अब कुन कन्टेन्टमा बनाएको के हो भन्ने अनि अलिकति क्लियर नभएको हो कि मैले त्यस्तो नबुझे हो कि हुन्छ नि। एउटा अब कन्टेन्ट बनाएको छ बिचैमा त्यसलाई चाहिँ अब गर्दा गर्दै पनि बिचैमा कम्प्लिट गरेको छैन। अनि त्यो हुँदाखेरि चाहिँ अलिकति कस्तो कस्तो हुन्छ नि। नेपाली मुभी हेर्न गएको त्यस्तै त्यो पहिलेदेखि नै त्यस्तै हुँदै आएकोमा आज त्यसमा त्यही देखियो। अब एउटा हरामा सुरुमा भने भेट्ने भनेको त्यही यसलाई विजय बराललाई भेटेको कहानीबाट सुरु भएको छ। अनि अब भेटेको कहानीबाट सुरु भइसकेपछि अब त्यो एउटा अर्का सन्तान चाहिँ अब आफ्नो जतिको हुन्छ हुँदैन भन्ने कुराहरू के छ अब त्यही देखाउन खोजेको छ। अनि अर्को बिचमा एउटा आउँछ मेन भनेको ट्रेलरमा देखाउन खोजेको त्यही क्रसरको खोलाको क्रसर कसले के गर्ने भन्ने कुरा देखाउन खोजेको छ। अनि त्यो चाहिँ कस्तो हो भन्दाखेरि अब देखाउन त खोजेको छ तर देखाउँदै के गरे अब त्यो कम्प्लिट छैन। देखाउन चाहिँ के देखाउन खोजेको एउटा अब बाउसँगको रिसको यसमा बाउलाई त्यसरी अपमान गर्यो भन्ने हिसाबले उसले गर्न खोजेको चाहिँ एउटा नर्मल साधारण मान्छेले पनि कसरी अब एउटा टेन्डरलाई कसरी बनाउन सक्छ भनेर देखाउन चाहिँ खोजेको छ। तर त्यसलाई अब एन्डिङ चाहिँ भनेको अब त्यो छैन। त्यो मुभीको पार्टमा त्यसको एन्डिङ भने त्यो कसरी हुन्छ त्यो चाहिँ अब आफ्नो भयो कि भएन। अब उसँगको साथीहरू कति विदेश जान रेडी भएर बसेको साथीहरू थियो। त्यो साथीहरू चाहिँ कता गए। तिनीहरूले अब त्यत्तिकै अब पैसा त लगानी गरेको छ। तिनीहरू पनि त अब अगाडि चाहिँ अब तिनीहरूको के हुन्छ भन्ने कुराहरू केही देखाएको छैन। अन्तिमतिर आएर चाहिँ बिचमा यसो अलिअलि कुटमा मारपिटमा यसो हिसाब किताबमा देखिया छन्। अब तिनीहरूले अन्तिममा अब त्यो गरिसकेपछि चाहिँ अब इन्डिङ पार्टतिर चाहिँ आएर एकैचोटि फेरि उतापट्टि लगिदिएछ। बिचमा कुद्छ यता मुभी कुद्छ यता क्रसरको केसमा क्रसरबाट ठ्याक्कै मोडिन्छ फेरि उसको उतापट्टि फेरि त्यही बाबुआमा र छोराकै केसमा जान्छ। अनि त्यो हुँदाखेरि चाहिँ अलिकति मुभीले दुईवटा कन्टेन्ट बनाइसकेपछि चाहिँ कन्टेन्ट दुइटैलाई चाहिँ अलिकति त्यो के नमिले जस्तो यताको उताको यता अब त्यही नै हुन्छ। अनि अहिले चाहिँ पछिल्लो समय चाहिँ अलिकति के छ भने नेपाली मुभीहरूको चाहिँ देखिएको कुरा भनेको चाहिँ अलिकति त्यो बढी चाहिँ सेन्टिमेन्टल अब त्यो इमोसनलहरू डाइलग त्यही खालको। अनि त्यसरी अलिकति आँसु जतिखेर पनि अब आँसु बगाउँदाखेरि चाहिँ हुने खालको जस्तो अनि त्यही कुराहरू अनि त्यस्तै देखाइरहेको छ। त्यस्तो जहिले पनि त्यही आँसु नै मात्रै चलाएर त अब फिल्म त चल्दैन। अब फिल्म चलाउनको लागि त अब कन्टेन्ट अनुसार दिनु पऱ्यो नि त। अब त्यो जसरी बाउलाई चाहिँ जुन अवस्थामा जेलबाट चाहिँ अब वरिष्ठले चाहिँ बेइज्जत गरेर लगेको थियो त्यो चाहिँ देखायो। तर अन्तिममा अब त्यो उसलाई त्यही अनुसारको अनि जेलबाट निकाल्दाखेरि पनि त्यही अनुसारको सम्मान दिएर चाहिँ निकालेको पनि त देखाउनु पर्ने हो। त्यसमा केही पनि देखिँदैन। एकैचोटि अब यता फुलमा लाएर आउँछ त्यहाँनिर त कि त अगाडि पनि नदेखायो भएदेखि त्यो देखाउँदैन नदेखाउँदैन हुन्थ्यो। तर अगाडि चाहिँ त्यसरी पुरै देखाएर अनि अन्तिममा त्यो गर्ने बेलामा चाहिँ त्यो सम्मानहरू कसरी गर्थ्यो वरिष्ठले के भनेर गर्थ्यो त्यो कसरी अब फुलमालाहरू त्यो अबिरहरू कसरी लगाएर चाहिँ खाजामाला लगाएर कसरी पठाउँथ्यो त्यो ट्र्याक्टर अब कसरी हुन्छ नि ट्र्याक्टरमा चढाएर कसरी पठाउँथ्यो त्यो पनि त देखाउन सकिन्छ। त्यो देखाए चाहिँ अझै राम्रो हुन्थ्यो। अनि यता अर्को बाटो भनेको चाहिँ ठ्याक्क अब त्यो उता त्यो क्रसरको न्युमा यताउता गर्दै अब बाबुआमालाई नि बाबुआमा जेल जानु पऱ्यो। जेल जानु परिसकेपछि अब यता अरू भनेको चाहिँ
सबैजना अब त्यसकै बदलातिर उतापट्टि छ फ्यामिलीपट्टि गयो। अनि फ्यामिलीपट्टि जाँदाखेरि सबै कुरा त्यतातिर मोड्यो। लास्टमा अब त्यसरी अब गर्दाखेरि फ्यामिली मात्रै उता भयो, इन्डिङ चाहिँ फ्यामिलीको मात्रै भयो। यता मेन भनेको अब ट्रेलरमा देखाएको हुन्छ त क्रसरको देखाएको छ नि त। मेन भनेको क्रसरको बारेमा के हो कस्तो भनेर देखाउन खोजेको छ। अब त्यो क्रसरको चाहिँ बिचैमा छोडेर न त्यो क्रसरमा काम गर्ने अब उसँगैको विजयसँगैको अरू बलरामसँगैको अरू साथीहरू उनीहरूको स्थिति कस्तो छ के छ, अब उनीहरूले त्यो क्रसर फेरि चलाउन पाए कि पाएन भन्ने कुराहरू चाहिँ केही पनि अब त्यसमा चाहिँ त्यसको इन्डिङ चाहिँ देखिएन। त्यो गर्दाखेरि चाहिँ अलिकति कि अब मुभीले कन्टेन्ट दुइटा दिइसकेपछि दुइटैलाई चाहिँ दुइटैलाई त होइन, एउटा जुनलाई अब त्यो उतापट्टि फ्यामिलीपट्टिको त त्यो त्यसरी नै अब देख्दै आइरहेको हो नेपाली मुभीहरूमा नै। अब पहिलेदेखि नै यसो बिछोड हुने छुट्ने यता कराउने रोना धोना त्यही नै बढी हुँदै गरेको छ। तर यता जुन कन्टेन्ट दिएको छ त्यो क्रसरलाई चाहिँ अब कसरी अब फिल्मले दिन खोजेको मेसेज चाहिँ क्रसर सम्बन्धी के छ भने त्यसलाई चाहिँ कसरी चलाउन सकिन्छ, कस्तो अब नर्मल जनताहरूले पनि गर्न सक्ने रहेछ कि भन्ने एउटा दिन खोजेको थियो। तर त्यसको अन्तिममा चाहिँ अब त्यो दिँदै पनि अन्तिममा इन्डिङमा चाहिँ अब त्यसको इन्डिङ चाहिँ अलिकति चित्त बुझ्दो भएन। अरू कुरा भनेको अब त्यस्तै नेपाली मुभी हेरिसकेपछि वाउ भन्ने त हुँदैन। त्यही अब अहिले पछिल्लो समय भनेको अलिकति इमोसनल हालिदिइसकेपछि चाहिँ मान्छेलाई यसो दुई थोपा आँसु झार्नको लागि बाबामा यसो रुवाएको देखेर दुई थोपा आँसु झार्दाखेरि चाहिँ अब त्यति गरिसकेपछि अब केही हुन्छ भन्ने हुन्छ नि, त्यति दर्शकहरूले पनि माया गर्छ भन्ने खालको दर्शक त्यसैको लागि पनि अब एउटा सानो क्लिप काटेको न्युमा चाहिँ अब यसो रोएछ भन्ने हिसाबले दर्शकहरू हलसम्म तान्नको लागि मात्रै त्यो आइडिया लगाए जस्तो चाहिँ लाग्यो। नभएदेखि अब फिल्महरू जहिले त्यही बाबाआमाको यता त्यही नै देखाइरहेको हुन्छ। अलिकति हुन्छ नि त्यही समग्र भन्नुपर्दाखेरि अब मैले यसमा अब मलाई म धेरै पछि नेपाली फिल्म हेर्न गएको, तर जाँदाखेरि पनि एउटा जुन एक्सपेक्टेसन लिएर गएको वरिष्ठ बलराम भनेर चाहिँ अब त्यही खालको यसमा। तर ट्रेलर जस्तो देखाएको थियो ट्रेलर जस्तो फिल्म छँदै छैन। ट्रेलर काटेर जसरी चाहिँ अलिकति सस्पेन्सवाला के हुन्छ नि अलिकति त्यही खालको देखाउन खोजेको छ। ट्रेलर अनुसारै फिल्म केही छँदै छैन। हाफसम्म त मान्छे अब उठेर जाउँ भन्ने अवस्थामै थिए। अब हाफपछि चाहिँ हल्का अब अलिअलि आउन खोज्यो, नभएदेखि त छैन। नेपाली फिल्मको त्यस्तै छ हरिबिजोग।